साल 2014 नेपाली क्रिकेट टिमको पहिलो ठुलो कदम। 20 रुपियाँको तलबमा र टोटल बजेट 35,000 मा नेपाली क्रिकेट टिम लाग्छ क्रिकेट खेल्न। पहिलो म्याच र पहिल्यै म्याचमा डोमिनेटिङ भिक्ट्री फर नेपाल। हङकङ विरुद्ध पहिलो वर्ल्ड कप म्याचमा नेपालले 80 रनले हङकङलाई धोब्बी हराउँछ। त्यस म्याचमा नेपालले पहिला ब्याटिङ गर्दै 8 विकेट्स गुमाउँदै 149 रन हान्छ। ल हजुरहरूले कमेन्टमा भन्नुहोस् हङकङले चेज गर्दै कति रन हान्यो होला त। यस म्याचमा प्लेयर अफ द म्याच शक्ति गौचन हुन्छन्। उनले 4 ओभरमा जम्मा 9 रन दिएर 3 विकेट लिन्छन्। सेकेन्ड म्याच नेपाल भर्सेस बांग्लादेश। जस म्याचमा नेपाली क्रिकेट टिमले अगाडि ब्याटिङ गरेर यस म्याचमा 126 रन बनाएर 5 विकेट गुमाउँछ। यस म्याचमा नेपाललाई हारको सामना गर्नुपर्छ। तर अर्को म्याच हुन्छ नेपाल भर्सेस अफगानिस्तान। यस म्याचदेखि नेपालले आफूलाई प्रुभ गर्छ। नेपालले अगाडिका 2 म्याच जस्तै अगाडि ब्याटिङ गर्छ र 5 विकेट्स गुमाएर 141 रन हान्छ। तर अफगानिस्तानले पनि फाइट ब्याक दिँदै 132 रन हान्छ। त्यो म्याचमा नेपालले आफ्नो बेस्ट दिएर 9 रन्सले म्याच निकाल्छ। यस म्याचका प्लेयर अफ द म्याच जितेन्द्र मुखिया हुन्छन्, जसले 4 ओभरमा 18 रन दिँदै 4 विकेट लिन्छन्। यो नेपाली क्रिकेट टिमको T20 वर्ल्ड कप 2014 को सफर कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्स्क्राइब गरेर आफ्नो भाइलाई सपोर्ट देखाउनुहोस्। धन्यवाद।